हेलो व्हाट्स अप वेलकम बैक टू आवर माई च्यानल। त आज हामी आइसकेको छौँ हामी चिडियाघरमा हैन। यता देख्न सक्नुहुन्छ गुरुजीसित। यो चाहिँ हाम्रो राम हो। राम भाइ यसको नाम मैले अहिले राख्दैछु तर अहिले भन्न सक्दिनँ। अब चाहिँ हामीले हजुरहरूले यहाँको राम्रो राम्रो ऊ चिडियामा के राखेछन् त देखाउन सक्छौँ। अहिले यहाँ बाघ किन देखिन्छ हेर्नु ल गाइज। देख्न सक्नुहुन्छ यहाँ यस्तो राम्रो प्रजातिको यो ऊ हो लिजार्ड। यस्तो राम्रो छ। यता चाहिँ यता गोरो थियो, यता गोरो छ है। कत्रो गोरो छ देख्न सक्नुहुन्छ। यता गोरो छ होइन। तपाईँलाई मैले ब्याक क्यामेराबाट देखाउँछु ल। यस्तो रूपले ब्याक क्यामेराबाट देखाउँछु। यो चाहिँ गोरो होइन। अनि अर्को चाहिँ यता चाहिँ यसमा चाहिँ के राखेको छैनन्। यसमा पनि सायद गोरै छ। यसमा गोरो छ अनि यसमा फेरि लिजर्ड छ है। यस्तै कसरी हेरे यहाँ हेर्न सक्नुहुन्छ। ल अब चाहिँ हामी सर्पको घरभित्र जान लागेको छौँ। र पहिले देख्न कहाँ छ हामीलाई डर लागिसकेको छ। र हाते इन्डियन गरी जाएर ल अब सर्पको घर जान सक्छु। यस्तरी ब्लगमा बिन्ती गरौँ। यता टिकट कटाउन गइसकेको छ। फेरि म पर्खिरहेको कि टिकट बिना फेरि भित्र नजान दिने कि। एउटा टिकटले नहुने मेन गेटको टिकट छुट्टा र सर्पको गरेर छुट्टा। मेरा कत्रो सर्प देख्न सक्नुहुन्छ कत्रो हो। पानी में भी ये है पर ये तो बहुत मोटा है। कितना बड़ा है देखो। जिग्रो कस्तो निकालेको यही यता क्याप्पै खा भने त यही मेरा रे यता बहुत खतरनाक छ। यसलाई फेरि खाने कि के खानु दिँदैछन् त? यिनीहरूलाई टोक्दिन होला नि त। अब अब हेर अब त्यसले अब यसले प्वाख त निकालेन है। यस्तो त गरेन। फिमेल हो। अच्छा यो अर्को चाहिँ यता अर्कोमा पनि होला कि अर्को हेर्दा जाऊँ। यो चाहिँ छोरो मान्छे हो। यो सर्पको यो त्यो ऐनेको केटी हो। यो चाहिँ तर यो अलि सानो रहेछ नि त। यो लुकेर बसेको कि अहिले तल आएन। यो चाहिँ यति देखे पुरै देखे होइन। अन्त मलाई देखेरै डर लाग्यो कि। यहाँ पनि छ एउटा। यो यसको नाम हो रेड स्यान्ड बोआ। यस्तो कता काँचुली छोडेर रहेछ नि त। काँचुली छोडे है। काँचुली छोडे यसले। यो चाहिँ यो फिमेल होला जस्तो लाग्यो। एउटा फेरि एउटा पारी छ। एउटा पारी छ त्यसमा चाहिँ एउटा फेरि एउटा पारी पनि छ हेर्नु। अनि यो चाहिँ गोल्डेन पाइथन हो। देख्न सक्नुहुन्छ गोल्डेन पाइथन। गोल्डेन चाइल्ड रेटिकुलेटेड पाइथन। ये तो आदमी नील जाता है भाई। इतना बड़ा सांप देख के तो मेरे को डर ही लग गया। यसको छाला के वर्ष पछि बालमा पनि हुन्छ। यो हर्रु सर्प हो। देख्न सक्नुहुन्छ हेर्नुहोस् यस्तो घाँस जस्तो अलि ख्याल गर्नुलाई तपाईँले। किनकि यो हर्रु हुन्छ त्यति खासै अलि मान्छेलाई गाह्रो हुन्छ नि त। हर्रु चिन्ने छैन नि त। यो हेर्नुहोस् यो लपटेर बसेको यो हर्रु सर्प हो। तर यसको अनुहार त देखि छैन कि। यो चाहिँ यिनी हुन्। उधर भी कोने में उधर भी है। 1 2 3 4 5 6 हेर्नुको चिसो हुन्छ कि सर्प चिल्लो हुन्छ। त्यही भएर घाम ताप्नु पर्छ यसले। यो हो रेड स्नेक धामक। इसका हिन्दी नाम इंग्लिश नाम धामक।
ये बहुत सारे हैं यसले पनि काटुली छोडेछ गुरुजी काटुली छोडिसकेको छोडेछ तर त्यही भएर रगत निस्कियो अन्त बहुत छन् धेरै छन् सर्प यो त चलेको चली गरे यसले दर्शकलाई मन पारे जस्तो छ यो सर्पले हेर्नुहोस् कसरी हिँड्ने अहिले यो भाइरल हुन खोजेको भिडियोमा हेर्नुहोस् यस्तो भिडियो बनाउनु त नराम्रो जस्तो रगट्टे हन्दो सिसा रगट्टे त्यसलाई कप्पै पारौँला भने होला उता पनि हेर्नु त कति यिनको लडाइँ हुन्न ए देख्न सक्नुहुन्छ यो सर्प हो कि के हो यो त मान्छेको भुँडी जस्तो छ हे मेरा यसले त मान्छे निल्छ हेर्नुहोस् है यसले त मान्छे निल्छ यसको नाम बर्मेस पाइथन पाइथन तर यो यसले मान्छे निल्न सक्छ अनि यहाँ त निल्छ गुरुजी सिङ्गे बाख्रा निल्छ यसले त रियल अजिङ्गर एनाकोन्डा सर्प देख्न सक्नुहुन्छ हेर्नुहोस् कत्रो छ यो एनाकोन्डा हो यो चाहिँ यो शान्त भएर बस्यो ये चाहिए एक गुरुजी अपना भी ले लो इंडियन अजिङ्गर पर यो अलि डराएपछि यसले ऊ बेरेर बस्यो भाइ यिनी भुइँयाको त्यो माटो जस्तो त्यो भुस होइन यो के हो भने यत्रो सर्प मेरा यत्रो सर्प यहाँ मान्छेले सर्प हेर्नलाई देख्न सक्नुहुन्छ कति मान्छे आइरहेको छ यहाँ हेर्न सक्नुहुन्छ सर्प हेर्नलाई चाहिँ यता चाहिँ यता चाहिँ ऊ छोडिन्छ यसको नाम हो रेटिकुलेटेड पाइथन यसको नाम रेटिकुलेटेड पाइथन हो तर यसको नेपाली नाम चाहिँ मलाई थाहा छैन होइन देख्न सक्नुहुन्छ तर सर्प देख्दाखेरि उता ऊ काँचुली उसले ऊ बिरामी छ काँचुली छोड्न लागेको छ कि त्यही भएर यो लेखेको र यो सर्प यहीँ रहेको छ तपाईँको सामुन्ने फाइनल चाहिँ हामीले सर्प चाहिँ हेरिसक्यो यहाँ बहुत ठुलो ठुलो सर्प यहाँ यति यसरी यहाँ यसरी हेरे सर्पले तर अहिले सिसा छ नि त त्यही भएर मलाई डर लागेन कि नत्र अन्त फेरि म त फेरि बहुत डर पुग्छु कि पहिँदाखेरि तुर्रे हो गएर यहाँ पनि यहाँ अहिले बल्ल सर्प निस्किखानु कि अहिले घाम लाग्यो नि त्यही भएर बाहिर निस्किखानु सर्प बहुत ठुलो ठुलो हो मेरा हो यति ठुलो सर्प त मैले जिन्दगीमा देखेकै थिएन कि तर यति ठुलो ठुलो सर्प हुँदैछन् अजिङ्गर पाइथन भन्नुहुन्छ किङ कोब्रा अनि यो बाहिरी बाहिरी प्रकारका के धेरै धेरै सर्पहरू छन् तर यहाँ मेरो देख्न सक्नुहुन्छ यस्तै सर्प त ठाडो परेको छ यहाँ हेरेर देखाइदिन्छु जत तर यस्तै छ यो त 30 सर्प जस्तो छ है मेरो त शरीर काम्यो गुरुजी यो त 30 सर्प भन्छन् यहाँ नेपालमा यो जस्ता रुखा पनि चढ्छ यो चाहिँ 30 सर्प यसको नाम यहाँ चाहिँ रेड स्नेक राखिदिएको छन् कसरी हेरे टोकाउँला भने होला जाँठा कति लामो हेर्नुहोस् त हेर्नु सक्नुहुन्छ हेर्नुहोस् त हेर्नुहोस् 30 हो कि यो 30 सर्प यस्तो हुन्छ देख्न सक्नुहुन्छ हजुरहरूले यसलाई भन्छन् 30 सर्प यसलाई 30 सर्प भन्छन् हेर्नुहोस् यस्तो कसरी हेर्नुहोस् यसलाई भन्छन् 30 सर्प यो निस्किन खोजे बाहिर यो ठाउँ भए त निस्किने हुन्थ्यो यो निस्किन खोजे ठाउँ भए यो निस्किसक्थ्यो ए मेरो नै काम हो अर्को पनि ठाडो परेको छ यिनी सबै 30 सर्प यहाँ धेरै छन् 30 सर्प यसलाई 30 सर्प भन्छन् तपाईँले देख्नु भएको होला यसलाई 30 सर्प भन्छन् हेर्नुहोस् यस्तो सर्प
यस्तो सर्प हेर्नुहोस् त सिसा नभए के गर्दो यसले थप पबाट ए टल्क्यो ए ए ए जिउरो कस्तै निकाल्छ हेर्नुहोस् यसले जिउरो निकालेको यसले जिउरो कस्तै निकाल्छ ए मेरा रे ए भगवान् ए अर्को सर्प पनि ठाडो परेको छ ज्यान पनि थर खानु थाले ज्यान पनि सिरिङ्ग पारिदिने नि त ज्यानै सिरिङ्ग पारिदियो त्यो तिरी सर्प तर 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 अरू सर्प चाहिँ त्यस्तै जान सक्दिनन् क्या अन्त त्यसरी हेर्नु त्यसरी त स्तन देखाएर हेर्नु त त्यसको पाइलो यता फेरि पाइथन बसेको क्या हेर्नु न यस्तो कत्रो छ पाइथन कताखेरि यता छ उहाँ कुना सुतेछ कि कुना सुतेछ तपाईँलाई भोलि ब्याक क्यामेराबाट देखेँ हेर्नुहोस् यो सर्प हेर्नुहोस् कत्रो छ सुतेछ तर यसलाई निद्रा लागेछ आज यो अजिगर पनि सुतेछ यसलाई पनि निद्रा लागेछ यो टन्न भुँडी भर्यो होला कन सुतेछ यो एनोकोन्डा हो यसले त लगभग 2 क्विन्टलको मान्छेलाई सर्ला पनि निल्दिन्छ हेर्नुहोस् गाइजहरू हेर्नुहोस् गाइज मुटु डह्रो पारेर सर्प हेरेर अब चाहिँ हामी अर्को ठाउँ जान लागेको छौँ यस्तो सर्प देखेर तर सातो कुत्लो गयो भनौँ माछुलाई खाइहाल्यो हेर्नुहोस् मासु खाऊ ए कहाँ गयो मासु खाऊ गाइजहरू देख्न सक्नुहुन्छ मासु खाऊ त्यसले हेर्छौ एकै फेरा निलो त्यसको चट्टा त्यसको पाइलोमा टिनले एकै फेरा निलो खाऊ यसलाई खाना माछै दिनु रहेछन् कि त बिचरा माछाको केही ऊ नै मतलब नै होइन यसले खाऊ के तर हो नि त पानी त्यही खाऊ यसको चाहिँ हामीले हिरण देखाउन गइरहेको छौँ अब यो यसलाई यसको नाम के भन्छ यसको पुच्छर हुने रहेछ यसको नाम हो साम्बर डियर साम्बर रुसा युनिकलर ल हामी जाँदैछौँ अब चिम्पान्जी हेर्नलाई चिम्पान्जीको नजिकै ठाउँको आइसकेका छौँ चिम्पान्जी कहाँ जङ्गली भइसक्यो हेर्नुहोस् त यही मेरो अनुहारमा यो त होला 1000 किलाको होला गाइजहरू यहाँ चाहिँ हामी त्याल देख्न सकिन्थ्यो तर अहिले चाहिँ घाम गर्मीको कारण सब भित्र गएर बसिन्छन् कि हेरी मौकी भएनन् तर बाघ चाहिँ हेर्नुपर्छ है गाइजहरू बाघलाई चाहिँ चट्ट हेर्ने हो होइन बाघ त हेर्नै पर्छ कि फाइनली हामीले स्याल देखिसकेको छौँ होइन हेर्नुहोस् स्याल यो चाहिँ स्याल हो हेर्नुहोस् कुकुर देख्नलाई कुकुर जस्तो देखिन्छ तर यो चाहिँ शिकार गर्थे यस्तो यहाँ स्यालहरू स्याहान पुरा यहाँ मान्छेहरू धेरै आएन घुम्न यिनी फेरि नभाग्ने क्या अन्त उफ्रेर यदि राम्रो छ हाम्रो नेपालमा जस्तै हरियाली के यो ठाउँमा शीतल होइन यस्तो गर्मीमा पनि शीतल छ कि हेर्नुहोस् शीतल छ अझै राम्रो छ हजुर फाइनली गाइज हामी बाघ भएको ठाउँमा आइसकेको छ र यो चाहिँ सेतो बाघ होइन सेतो बाघ धेरै कम मात्रामा देख्न पाइन्छ कि अब तपाईँलाई देखाउँछु सेतो बाघ हेर्नुहोस् सेतो बाघ कितना दूर से खींच देखो राम बिल्कुल देखो राम इधर देख उधर इसी का बच्चा है बच्चे 2 है क्या 2 बच्चे हैं अभी अखबार में आया था ना बच्चा हुआ है अखबार में आया था अहिले भर्खर पाएर बगेनी रहेछ कि यो त बगेनी रहेछ नहीं अखबार में आया था ना इसके 2 बच्चे हुए लड्ने रहेछन् कुछ दिन पहले आया त्यसले यता क्यामेरातिर हेरे हेर्नुहोस् त त्यो सानो बाघका चरा क्यामेरा बाघको बच्चा दुब्रिरहेको छ हेर्नुहोस् दूसरे साथी को अर्को पनि गयो अर्को यो फेरि
टाइगर बाघको बच्चा हो नि त हेर्नुहोस् बाघ यो सेतो बाघ यो गर्ला अब चाहिँ हात्ती हेर्न जाँदैछौँ हात्ती टक्क लगाएर बाहिर फेरि कसरी निस्किन्छ त उता त ताउँ होला नि गर्छ अब चाहिँ फेरि यतातिर फेरि भालु छ उता हात्ती थियो उता फेरि भालु भालु यस्तो हुँदैछ हेर्नुहोस् वहाँ हम देखा था राजगिर में एक का नाम कालू एक का नाम भालू एक का नाम श्यालू ना ऐसा नाम था गुरुजी यता हेर्नुहोस् यहाँ सबै देखियो के खा तुम दोस्ती कर लो तुम तो शादी करना है तो फिर अच्छे बुरे से क्या मतलब जानवर कौन सा अच्छा लगता यो चाहिँ लाटो कोसेरो गाईहरू तब धेरै छन् लाटो कोसेराहरू चाहिँ यहाँ धेरै छन् है यहाँ देख्न सक्नुहुन्छ होइन तर मैले धेरै जुम गरेको क्या यहाँ छन् यिनी पनि लाटै कोसेरा नेपालमा के भन्ने लाटो कोसेरा लाटो कोसेरो पनि देखियो हजुर अब यो चाहिँ बाहिर निस्किने ठाउँ अब बाहिर जाँदैछौँ हामी यता हेर्दै हेर्दै यो फेरि सानो हिरन यसरी बस्यो नि चट्ट लाएर यसरी मजाले त्यहाँ पानी खान त्यहाँ खान टान्न बसेको छन् भनौँ होइन यस्तै घुम्नु